नहीं ना ना तो ना बात ना भिडियो बनाने बेला डिस्टर्ब हो त जाऊ न आंटी को मोबाइल चेंज है लेन से आतो मुझे ना अच्छा चलना हो हम सुजुले बिन लगाइदिन्छ हो कि आ कहाँ छ म बिसिना लगाइदियो हुन्छ त त्यतिखेर त्यसलाई लगाइदिने त्यो त केटी हो त्यसले चाहिँ लगाइदिनु पर्ने थियो ए अँ भाइलाई पनि भाइ गुइन्यो नि त सेट उतापट्टि सेट र सुट छ उता तासमा खान्छ त्यस्तो त्यो ताजु सबै बिगाएर साँझ खेल्नु पर्ने थियो सबै बिगारेर न बङ्गाएर केही राखेको छैन के भएको नि अब हातले पनि अप्ठ्यारो हुन्छ Itu kata entah, lo bila. Ya boleh. Jangan kamu orang. Sudah beliau. भाइलाई लगाइदिन्छु मलाई कति हेर्दा मन नलाइदिनु लगाइदिनु नि Ana एकैछिन पहिले यता भाइलाई लगाइदिन्छु नि त अघि जम फेरि अघि जम हेर्छु ए हामी त उहिले त दुना टपरीमा तरा टपरा घाँसेर वरिपरि यहाँ भयो अघि जम के अरे यस्तो यस्तो एउटा एकचोटिको चाहिँ मलाई साह्रो छ यहाँ ल्याउनु पर्छ नि त नि टपरी सब अँगार पिँधेर अरूले चाहिँ यस्तो बजारको ल्याउँदैन ठुलै माललाई राखेर पाँचै भाइ चाहिँ अँगार पिँधेर नि मैले त्यस्तो टिको लाग्ने थियो त्यो अब थिएन नि त थिएन पनि अब अनि पैसा नभएर उही जमानामा यस्तो थिएन होला नि त थियो नि अरूले लाउँथ्यो हामी म चाहिँ अँगार पिँधेर होला भन्दै यो काम त्यस्तो स्थितिबाट पनि मेरो दाजुभाइहरूलाई मैले अहिले त्यो त्यो सम्झ्यो भने राधन हुन्छ ऊ राधनलाई हेरेर चाहिँ ठुला टपरी चाहियो ठुला ठुला फुलमा त मैले कति घुम्नु गरेँ कति राम्रो राम्रो फुल बारी बनाएर कति गरेँ हस् हजुर हस् कति त्यही बेला रमाइलो त धेरै धेरै जग्गा छ। पाँच रुपियाँ 2 रुपियाँ दिन्छ कसैले कसैले त्यही पनि हुन्न थियो आमाले त मलाई टिका लगाउँदा 2 रुपियाँ दिएको याद छ त्यस्तो त्यही बेलाको साह्रो रमाइलो दसैँमा हो क्या त भनेको तिहारमा चाहिँ त्यसरी क्या अनि दसैँ टिका लाउन जान्थ्यौँ अनि पार्वती हिरा सानै थिए पार्वती र म पार्वती सोझी थिए अनि त्यही दसैँ कसै 2 रुपियाँ सुपारी ल्यायो हामी सबै सल्लाह गर्न पर्ने त सबैको फ्यामिली ग्यादरिङ गर्नु पर्ने है त बल्ल चिनिन्छ के त्यो हाम्रो बच्चालाई कसै धेरै चिन्दैन आफ्नो फ्यामिलीमा चिन्दैन त त्यो कति छोराहरू अब हुनै छैन मैले त आजसम्म चिनेको थिइनँ हो कुनै ठाउँमा बाटा भेट्यो भने पनि चिन्दैन चिन्दैन यो जिनसँग र त्यो मल्लायको त कान्छा छोराले चिन्छ छैन छैन मेरो कान्छा छोरा छ भने मैले आज त्यो एउटा के सन्देश भन्ने त हाम्रो नेटाङ गएको थियो त्यही त सन्दीप त हो त सन्देश कि सन्देश भन्ने एउटा थियो नि विदेश गयो नि कता कोरियातिर त्यो चाहिँ मैले लेटाङ गएको थिएँ क्या म लेटाङ गएको खै म एकछिन नि त
बुहारी अब त ऊ बिजाउँछ अनि यस्तो राम्रो भइगयो जिन्स भाइलाई हो जिन्स हामीलाई जेठको लागि हाम्रो भाइलाई हो हौ त यिनीहरूलाई चाहिँ खानु हुँदैन है पहिला पर्वतीको चोरी खान्थे पो त मिस्त्रीहरू के बाल बनाउँदाखेरि पहिला टिका लगाउँदै टिका लगाउँ यस्तो गर्ने मलाई थाहा छ फ्यामिली ग्यादरिङ भने होइन सल्लाह गर्नुपर्छ कतिवटा अब काट्ने होइन यो त एक दिनमा सबै गर्नु पर्यो यस्तो हुन्छ कि हाम्रो अलि त्यो अलि लगाइदिएर मन्डे भिन्दै बोलो लगाइदियो